व्यस्त रहनु पनि एउटा ब्लेसिङ हो भनेर भनिन्छ अनि म पनि यही कुरालाई धेरै मान्ने गर्छु। फ्री भएर आइडल भएर केही काम नभइकन बस्नु भन्दाखेरि स्पेसली व्यवसायमा है बिजनेसमा चाहिँ व्यस्त भएको एकदमै राम्रो हो भन्ने चाहिँ मलाई पनि लाग्छ। तर फेरि व्यस्तता 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 मात्र भएर पनि हुँदैन है, कहिलेकाहीँ मान्छेलाई ब्रेक पनि चाहिन्छ, पिस अफ माइन्ड पनि चाहिन्छ। अनि हामीले पनि सल्लाह गऱ्यौँ है, अब यो हप्ता चाहिँ कहीँ जानुपर्छ होला हौ, अलिकति शान्त खालके वातावरण भएको ठाउँमा जहाँ मजा पनि आउने शान्ति पनि हुने भन्ने खालके चाहिँ हामीले सल्लाह गऱ्यौँ। अनि हामी आयौँ आहुमा, जहाँ चाहिँ हाम्रो आफन्तहरू छन्। यहाँ चाहिँ एकदमै पिसफुल हुन्छ, साथै मजा पनि आउँछ आफ्नो शाखा सन्तानहरूसित भेटघाट गर्नु है, रमाइलो पनि हुन्छ प्लस शान्ति पनि हुन्छ। एउटा एकदमै अचम्म प्रकारको पिस अफ माइन्ड पाइन्छ यहाँनिर। मलाई चाहिँ यो प्लेस चाहिँ बेस्ट लाग्छ ब्रेक लिनको लागि। र आज हामी यहाँ आयौँ, भेटघाट गऱ्यौँ सबै हाम्रो शाखा सन्तानसित। हेर्नुहोस् न, तपाईँहरूलाई पनि एकदमै पिसफुल लाग्नेछ। कति पिस छ। हुन त मैले पहिला पनि एउटा भ्लग बनाएको थिएँ, एउटा मात्र होइन कतिवटा भ्लग्स बनाएको थिएँ यो ठाउँमा आएर। र आज धेरै दिन बादमा आयौँ हामी, म अनि मेरो परिवार। एकदमै रमाइलो भयो, मजा आयो। र मलाई बस्तीको लाइफ चाहिँ एकदमै मनपर्छ है। बस्ती साइडको, सहरको हल्लादेखि पोल्युसनदेखि टाढो एकदमै शान्त वातावरण, सबै कुरा नेचुरल। अनेस्टली भन्नुपर्दाखेरि मलाई चाहिँ के लाग्छ भन्दाखेरि जतिजना पनि बस्तीमा बसोबासो गर्नुहुन्छ नि, उहाँहरूलाई चाहिँ एकदमै फर्चुनेट लाग्छ, मलाई चाहिँ एकदमै लक्की लाग्छ है। अनि उहाँहरूलाई म एकदमै अप्रिसिएट गर्छु क्या। हरेक कुरा चाहिँ आफै इन्डिभिजुअली गर्नुहुन्छ, आफ्नो परिश्रम आफ्नो मेहनत लगाएर उहाँहरूले उब्जाउनुहुन्छ खानेकुराहरू पनि है। अनि फलस्वरूप एकदम फ्रेस चिजहरू खान पनि पाउनुहुन्छ उहाँहरूले, आफ्नो मेहनतको फल। र आज हामीले चाहिँ यहाँनिर चाहिँ के खायौँ भन्दाखेरि लन्चमा हेर्नुहोस् न, सबै अर्ग्यानिक। आज त हामी भेजिटेरियन है। मेरो फेभरेट खानाहरू बनाइदिनु भएको रहेछ माइजूले। र खाएर बसेर एकदमै राम्रो पलहरू आज हामीले बितायौँ। मेरो नानीले पनि, मेरो सामयुकले पनि धेरै इन्जोय गर्यो। र रात परेको पनि थाहा लागेन। अनि रात परेपछि त अभियसली ब्याक टु गान्तोक जानु नै पर्यो।